नमस्कार मेरा प्यारा फेसबुक रिल्सहरू टिकटक रिल्सका आदरणीय दर्शकवृन्दहरू, मैले आज तपाईहरुलाई अचम्मको फल हेर्दाखेरि आँप जस्तो पात देखिन्छ, तर मैले यो यहाँ नेपालमा त भर्खरै देखेको छु, विदेशमा त खाएको, तर यहाँ चाहिँ नयाँ नौलो फल तपाईहरुलाई देखाउन लाग्दैछु। हेर्नु होला, हेर्दा आँपको पात जस्तो देखिन्छ। अहिले मैले खाएर त विचार गरेको छैन, फलिरहेको छ, दाना लगाइरहेको छ। हेर्नुस् त के होला यो फलको नाम, तपाईहरुले अवश्य कमेन्टमा लेख्नुपर्ने छ है त। यति राम्रो फल छ, हेर्नुस् त। यसको टेस्ट पाकेपछि कस्तो हुन्छ अवश्य विचार गर्नेछु। यही हाम्रै आसपासमै छ यो रुख, के राम्रो दाना लागेको छ। हेर्नुस् त त्यसपछि मैले फेरि पुनः अङ्गुरको दानाहरू पनि पहिलाको भन्दा निकै ठुलो हुँदै गइरहेको छ। हेर्न सक्नुहुन्छ अङ्गुरका दानाहरू। पहिलो भिडियोमा मैले साना साना हालेको थिएँ, अहिले निकै झुत्तो परेर बढिरहेका छन् अङ्गुरका दानाहरू। कति मजाले झुत्तो हालेको छ। हेर्नुहोस् त यसको पनि टेस्ट अवश्य गरिनेछ। हेर्नुहोस् त कति राम्रो छ, टनेल बनाएर राखिएको छ, मजाले झुत्तो फलेको छ अङ्गुरका दानाहरू। यति राम्रो फल्दो रहेछ अङ्गुर खेती गर्नेहरूले यसरी गर्नुपर्ने छ। हेर्नुहोस् त मजाले टनेल लगाएर एकदम राम्रो जुत्ता छ। यसको फल एकदम झुत्तो फलेको छ। हेर्नुहोस् त तपाईहरुले देख्न सक्नुहुन्छ। हेर्नुहोस् न कति राम्रो छ, हरियाली सबै झुत्तो फलेको छ। हेर्नुहोस् न कति राम्रो छ। आहा, हेर्दा पनि एकछिन आनन्द आउँछ यहाँ बसेर हेर्दा पनि। मेरो च्यानललाई सब्स्क्राइब गर्नु होला, यसो नौलो बिहानीलाई। धन्यवाद।